गुड आफ्टरनुन। आज चाहिँ हाम्रो यहाँ लाटा लिम्बू ग्याङ चाहिँ ल आज चाहिँ एउटा घण्टासहित हिँडेछ है। छोटो सर्ट मुभीको लागि चाहिँ हाम्रो ग्याङ लिएर जाँदैछौँ। यहाँ हाम्रो यता छन् गाइज यहाँ हाम्रो कलाकार क्यामेराम्यानदेखि लिएर भिलेनदेखि हेर आइसकेको छ। अब चुनाव लाग्यो है। चुनावको लागि चाहिँ यसो टक्क अब के भन्नु भोट माग्नु हिँडेको होइन त। भोट माग्न आज शान्तिपूर्वक हामीले भोट माग्दैछौँ। घन्टा अहिले टाल्नुपर्छ क्या, यो लामो छ। लाउ न कलाकार मित्रहरू छिटो न। आउँदैछौँ है, आउँदैछौँ। अब हाम्रो ल सुटिङ प्याकअप भएको होइन, सुरुवातको लागि जाँदैछौँ है। सुटिङको लागि चाहिँ हाम्रो यहाँ स्पेस छैन। यो सुटिङ के भन्छ, सुटिङ स्पोट भन्छ होइन यसलाई। आउन छिटो। साइकललाई अहिले घाम जान्छ, जाडो हुन्छ क्या, गोल खेल्न जानुपर्ने फेरि। ल मिन्चुले हान्ने हो क्या के? उताबाट आएको भन्थ्यो नि हुनसक्छ। आउँदा हुन्छ यति झार न लम्मै के हो जान्छ। ल सेटअप गरौँ त। ल दुईवटा तिनवटा झन्डा बनाऊ है। होइन दुईवटा मात्रै। यो क्यामेरामा एकचोटि देखाउने मात्रै हो कि कसरी भन्दाखेरि यसरी दुईतिर टालेर मान्छे छैन किन तिनवटा बनाउनु। एउटा खिच्ने भइहाल्यो, त्यस्तै भयो दुईजनाले खिच्नुपर्छ। अलिक नखसिने अरे निकै टाइम लाग्छ। बस धेरै जस्तो देखिन्छ र। जुङ्गा जुङ्गा चाहिँ अडिँदैन है, बिग्रिसक्यो। मनको मलाई जुङ्गा नकाटी मनको मलाई भेले बनाइदिनु पर्छ। काटेर आएछ साथी बनाइदिन्छन् भनेर। ल अहिले चाहिँ यहाँनिर अब भोट माग्ने प्रोग्रामको चाहिँ यहाँ सुटिङ हुँदैछ है। यहाँनिर अहिले हाम्रो गाइजहरू पुरै सुटिङमा रेडी भइसकेका छन्। यहाँनिर सुटिङ चल्दैछ अहिले है। गाइजहरू यहाँ आज माटोको लागि चाहिँ टक्क भोट माग्ने हाम्रो यहाँनिर प्लान छ। झन्डा नबिगाएर एकछिन। घन्टीको टी सर्ट लगाएको घन्टीले दिएर पार्टीबाट दिएर त्यो लाग्यो। ल भैया तिमी त्यहाँ उभ, म यहाँ उभिन्छु। तिमीले लात्ती घुमाएर गालामा हान्ने, म छड्किन्छु। हेर्छु कतिको रहेछ तिमीमा दम। ल एउटा अलिकति साइड लाग्यो त, म यो भाइलाई सम्झाउँछु। छड्किन्छु होइन हौ, तर्किन्छु। तर्किन्छु अलि यो देऊ न यस्तो छ। तिमीले ल भाइ तिमीले मेरो यहाँ माथि लात्ती घुमाऊ, म यस्तरी बस्छु कति त्यसो अलिक एक्सपिरियन्स देऊ न। उयो एउटा उयो भन्नु है कहाँ गयो जाक केटा जाक। म तिमीलाई तरिका सिकाउँछु। तिमी मलाई यहाँ माथि टाउकोमा उयो खुट्टा घुमाऊ होइन, म तर्किन्छु यस्तरी तर्किन्छु। तिमी मेरो माथि शिरमा मेरो टाउको माथि तिमी लात्ती घुमाऊ। अलिक यसो बोल्नु ल भाइ यहाँ सुन। ल भैया सुन्नुहोस्, ए भैया ल यहाँ उभिने, म यहाँ उभिन्छु। लात्ती घुमाउने टाउकोमा, म तर्किने। ल यो किन यो डायलग आएको रहेछ नि, यस्तो बेला आएको रहेछ नि होइन। म हाँसेर आउँछु ल डायलग थियो नि एउटा। डाइलगै बिर्सिरहेको छ आँटेको त। साँच्चै भनेको ए साँच्चै यो मनकुमारले खिच्दा भइहाल्यो नि। यहाँ आऊ त मनकुमार। जस्तै यसरी लड्छ नि होइन, यो मान्छे लड्छ म यहाँ हुन्छ नि त होइन। यसलाई स्लो मोसनमा खिच्नु पऱ्यो क्या। दुईजना खिच्थ्यो कि यति गरेर स्लो मोसनमा टाउको बजारिएको आउनु पऱ्यो यहाँ। ल यसरी खिच्छ ल। राजेश आइरहेछ। ल ल पोजिसन दुईजना एकजना निकाल्नु अरे। दुईजना म पनि हान्छु एउटा। जुम चाहिँ कति गर्दै? दुईजना आउनु पऱ्यो। दुईजना आउनु। त्यो फुटेछ राम्रो फिल्ड। लडेको पनि आएछ एउटा। तिमी त्यो हल्लाउनु पर्दैन है अब चाहिँ ठ्याक्कै ठाउँ गरौँ। ए अलि टाढो भयो। अलि टाढो भएन र त
खुट्टाले नै भेट्दैन नि दुवैजना होइन, ऊ नजिक आउँछ नि तपाईँ कसरी हान्ने रे मैसरी। ऊ त टोइले उभिने हो यस्तो त्यो नत्र यसले गरेपछि तिमीले यस्तोले नानु है, यसले हानु है, यसले ल यताबाट हुँदैन है। के भने यो हान्दाखेरि यस्तो हुनु पर्यो के यो छ नि यस्तोले उभियो भने तपाईँलाई छुने बित्तिकै लड्नुहुन्छ फेरि यसले उभियो भने चाहिँ अलिक प्रेसिङ लाग्नु गर्छु म यसो गर्छु घुमाउँदै त्यतिले मात्र भएन अलि उचाल्न सक्नुहुन्न यसो उचाल्छु अहिले यसो गरेर यतिको उचाल्नु न ल रेडी भन्नु है? राम्रो खिच है डबल कालो आयो त नि अलि माथिबाट खिच न यता माथिबाट ल हान्ने दुईजना राम्रो आउनु पऱ्यो एकदम अलिक टाढो पनि होइन नजिक पनि होइन दुईजना टक्क अट्ने गरी माथि फ्रेम मिलाऊ तिमीले सूर्यले रेडी भन्नु है? तिमीले चाहिँ म लडेको यहाँ टाउको बजारेको खिच्नु पऱ्यो उता स्लो मोसनमा स्टार्ट गर ल दुईजना स्टार्ट गर है पहिला क्यामेरा स्टार्ट गर दुईजनाले ल स्टार्ट छ यता पक्नु है रेडी भन्नु है? ल फ्रेममा राखिरहेछ क्यामेरा रेडी भन्छु अनि यसो गरेपछि हान्नु है? एकछिन है ल भयो एकछिन है फ्रेममा छ है दुईजना एकदम पैसा नपर्ने ल, ल, ल। यसो गर्नु न ल यसो यसो 1 2 3 गो गर्नु ल त रेडी मैले हानिहाल्ने हान्ने ओके लागेन कहाँ पहिला लडिसकेपछि हुन्छ हान्दै लडे नि दाइ त हँ? हान्दै लडे पहिला लडिहाल्यो नि म त्यही त हान्छु भेटाउँदैन यार मलाई खुट्टामा लाग्दै लागेन नि त्यो पुरै देखियो खुट्टामा लाठै लडे होइन यो अगाडिसम्म ठिकै छ कि राम्रो दामी त दामी आएको रहेछ भिडियो यार अगाडिसम्म कस्तो दामी पहिला लडी आमा आफै लड्यो मिन्सुको पनि धेरै हल्लाइ भयो क्या त्यो छिटो होइन त्यो त अलि त्यो हल्लिनु पर्दैन क्या तपाईँ उहाँले त आफ्नै हिसाबले नगाउन खोजेको हो नि त होइन नगाउँदै गरेर तपाईँले घुमेर हान्दिनु न नि हो त्यस्तै। त्यो त तपाईँ लडे जस्तो भइहाल्यो नि तपाईँले त घुमाउन भने तिमीले एकछिन है उनीहरू खिच्न त खिचे अलि अगाडि आउने तिमी साह्रै टाढा भयो क्या मेरो भेट्दै भेटेन भने त्यो त अलि नजिक भयो अलि भेटाइरहेछ नि अलिक नजिक बस्नु न खोला बस्नु क्लोथले त हुँदैन कोनले त यो चाकले पो लाग्छ किन घुम्दाखेरि यो हुन्छ नि त उसले अलिक ठिकै छ म ठ्याक्कै पोजिसन पहिला अलि नजिक जानु भिडियो सुरु भयो नि अनि हल्लिँदाखेरि पछाडि आउँछ क्या एक दुई वचन बटेर ल एकछिनै फ्रेम मिलाउनु भयो मिलो भाइ होइन नजिक भयो के भयो नजिकैबाट ठुलो खुट्टै भेटाउँदैन गइसकेको ल ल जाऊ न ल फेरि। ल बुक भयो ल बस्यो ल ल सुरु है ल 1 2 3 गो ल होइन हानिहाल्ने मैले हान्ने हान्ने मादर देख्यौ अरे आदमी मरिहाल्छ नि यार यसरी पागल कुकुरले टोक्या छ तिमीलाई पागल कुकुर होइन घन्टीले बचायो त फाइनली चाहिँ हाम्रो सुटिङ चाहिँ सकिसकेको छ सुटिङ स्थल अफ भयो आजको लागि चाहिँ हाम्रो माटोको लागि चाहिँ हल्का सुटिङ भयो प्याकअप अब चाहिँ हाम्रो रिल्स चाहिँ प्याकअप भइसकेको छ ल त अब है भिडियो चाहिँ टिकटकमा हेर्नु पर्यो है त गाइस भोट फोर माटो ल भन्दा माटो होइन संस्कृति पार्टी जिन्दाबाद ए भैया रोक्नुहोस् त यो पालिको भोट चाहिँ माटोमा हान्नु पर्यो के यस्तो लाएर हिँड्नु भएको अरे हो भैया हामी त घन्टामा हान्ने हो भोट बालुवाघारीमा हाम्रो माटोमा के फल्छ हाम्रो जमिनमा केही पनि फल्दैन किन हान्ने हो माटोमा हामीले ए भाइ यो समय त एकछिन ए भैया यता हो त म एकचोटि फेरि भाइ के गरिहाल्छ फेरि म तिमीलाई एकचोटि सम्झाउँछु ल भैया टक्क यहाँ उभिने आफू म यहाँ टक्क यसरी हान्ने मलाई हानिहाल्ने लात्ताले हान्ने अरे बाप म यसरी छड्किन्छु ल केटा हो अलिक पछाडि जाऊ त सर त म यहाँ यो भैयालाई सम्झाउँछु ल रेडी होइन हानिहाल्ने मैले हान्ने हान्ने मादरचोद। देख्यौ अरे आदमी मरिहाल्छ नि यार यसरी मादरचोद आदमी यसरी ढल्दा टाउको फुटिहाल्दैन मान्छे मर्दैन पागल कुकुरले टोक्या छ तिमीलाई माटोमा लडेर मान्छे सुरक्षित भयो 100% सुरक्षित हुन्छ यसरी नै घन्टीमाथि लडेको भए के हुन्थ्यो अरे हो बाफरे मेरो त टाउको फुटिहाल्थ्यो नि त्यही भएर घन्टी छोड्ने यो माटोमा बोर्ड हाल्ने ल बोर्ड हाल्ने त्यही भएर लगेडा हो जाउँ ल भोट फोर माटोमा है ल माटोमा